नमस्कार, म रारा सैजु। सिप सिकौँ, उद्यमी बनाऊँ, महिला दिदीबहिनीहरू आत्मनिर्भर बनाऊँ। घरमा बसी बसी पनि तपाईँहरूले उद्यमी बन्न सक्नुहुन्छ। हरेक कुरा आफूले जानेको कुरालाई भित्रै नलुकाएर बाहिर निकालेर आफू पनि उद्यमी बनाऊ। जस्तो बहिनीलाई मैले घरमै बसेर यसरी मुसेौरा बनाउन सिकाउँदैछु र मैले यो लसुनलाई मसिनो पारेर काटेछु र मासको दाललाई पिसेर मजाले फिट्नु होला। जति फिट्यो उति हल्का मुसेौरा बन्छ र बन्दालाई पनि मसिनो पारेर काटेर टिन्टालाई मिक्स गरेर मजाले फिट्नु होला। बन्दा जेको बनाउँदा पनि तपाईँहरूले मजाले फिट्नुभयो भने चाहिँ यो चाहिँ हल्का बन्छ र खाने बेलामा पकाउने बेलामा पनि एकदमै मिठो हुन्छ। तपाईँहरूले घरमा बसेर चाहिँ आफूले जानेको कुरा भित्रै लुकाएर नबस्नु भएर बाहिर निकालेर अरूलाई पनि सिकाउँ, आफू पनि सिप सिकौँ, उद्यमी बनाऊँ, एउटा आत्मनिर्भर भएर उद्यमी बनाऊँ। यसरी प्लास्टिकमा चाहिँ सोली बनाएर रबरले टाइट बानेर सानो काटेर चाहिँ यसरी पनि तपाईँहरूले बनाउन सक्नुहुन्छ। सजिलो एउटै साइजको बन्छ र आफ्नो हातमा पनि लाग्दैन। गणेशमान कृष्णपाल सैजु स्मृति प्रतिष्ठान र मिलिजुली सामाजिक प्रतिष्ठानको संयुक्त आयोजनामा हाम्रो इच्छा बालबालिकाको शिक्षा, गृहिणी दिदीबहिनीलाई उद्यमी बनाउने हामी मिलिजुली परिवारको इच्छा। यसरी तपाईँहरूले अझ टिममा बनाउनु भयो भने चाहिँ सजिलो सुक्छ।